एक्सर्साइज हाई इन्टेन्सकै गर्नुपर्छ भन्ने छैन। तपाईँ यदि वाक पनि गर्न सकिरहेछ भने चाहिँ खाना खाएर चाहिँ एटलिस्ट 10 to 15 मिनट जति वाक या स्ट्यान्डिङ पोजिसनमा पनि एकछिन गरिदियो भने चाहिँ यसले पनि सिग्निफिकेन्ट ब्लड ग्लुकोज लेभललाई चाहिँ मेन्टेन गर्नमा चाहिँ हेल्प गर्छ। अब अर्थराइटिस छ भने यसको लागि चाहिँ छुट्टै ट्रिटमेन्ट, मेडिकल ट्रिटमेन्ट के हुन्छ त्यो चाहिँ गर्नुपर्छ। र अर्को कुरा के हेर्नुपर्छ, ओबिसिटी कतिको छ है। तपाईँको ओबिसिटीले गर्दाखेरि पनि उहाँलाई चाहिँ कन्ट्रोल गर्न गाह्रो हुनसक्छ है। त्यही भएर चाहिँ वेट लस चाहिँ मेन एउटा गर्नु पर्यो र एन्टी इन्फ्लामेटरी डाइट चाहिँ हामीले दिन सकिन्छ। वेट लस गर्नु पर्यो र धेरै फिजिकल एक्टिभिटी गर्न सक्दैन भने जति सकिन्छ त्यति चाहिँ खाना खाएपछि चाहिँ एकछिन चाहिँ 10-15 मिनट चाहिँ उभिने या हिँड्ने चाहिँ गर्नु पर्यो। र त्यसको लागि चाहिँ अर्थराइटिसको लागि चाहिँ हामीले स्पेसिफिक डक्टरलाई गएर चाहिँ त्यसको ट्रिटमेन्ट चाहिँ गर्नुपर्छ। म डायबिटिस साथीले भनेको कुरा मैले थप्नु चाहन्छु म। सो पहिला सुरुमा पेसेन्टको एज भन्दै हाल्नुभयो र जहिले पनि एज हेरिसके हामीले एज 220 माइनस एज गर्नुपर्छ।